एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। हामी चाहिँ यहाँ जूमा घुम्न आएका छौँ है। उता चाहिँ हतार हतार भएको भएर मैले चाहिँ यहीँ आएर ब्लग स्टार्ट गरेको छु है। अब सबै यहाँ जूमा खोटाहरू देखाउने छु तपाईँहरूलाई। हामी यहाँ जूमा घुम्न आएको दाजुभाइहरू यहाँ गाइस। अब मेरो युट्युबमा आउँछ है। ह्यान्डसम भएर सबैजना आउनु भएको छ। यस्तो घामले पोल्यो यार। अब म यहाँ जूमा यस्तो जनावरहरू देखाउने छु तपाईँहरूलाई है साथीहरू है। यहाँ चाहिँ घोडा छ साथीहरू है। यस्तो दामी 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 यस्तो छ यहाँ चाहिँ। आम्मामामामा त्यहाँ त के हो भैँसी कि के हो? त्यहाँ चाहिँ यहाँ घोडा चाहिँ यसरी ओमामामामा कस्तो डर लाग्यो। यहाँ चाहिँ घोडा है। यो चाहिँ घोडा घोडा घोडा। एभ्रिवान ल हेर्नुस् है साथीहरू, सबतिर हेर्नुस् है रमाइलो हेर्नुस् त। रोमानियाको यो जङ्गलमा हेर्नुस् हाम्रो शान्ति दिदी ब्युटिफुल भएर उहाँ हिँड्दै हुनुहुन्छ। हेर्नु त ल हेर्नुस् त शान्ति लौ त भेडा आएर हेर्नुस् त। ल भेडा शान्ति नजानुहोस् है वरिपरि, त भेडाले त हानिदिन्छ नि। ल हेर्नुस् गाइज, ल हेर्नुस् है हेर्नुस् है यहाँ। ल हेर्नुस् है फोटोसुट हुँदैछ। ल बल दाइ के छ हजुर खबर भन्नुहोस् त। ठिक छ पानामा जंगलतिर हामी। ल ठिक छ। ओहो भेडा बाजे के छ खबर? भेडा बाजे कस्तो राम्रो देखेको पहिले चाहिँ। अयो भेडा यहाँ जूमा यहाँ यो भेडाको सिङ हेर्नु त। आम्मामामा के हो यस्तो यहाँ। बाख्रा यो बोका क्या। खै बोकाले मकै खुवाउनु पर्यो। ल बोका हात पनि यसो गरेर हो रे। ल ल ल ल ल ल ल ल भयो ल। आइज सानी आइज सानी खाइदिनु न मकै। आइज सानी ल मकै खाऊ ल खाऊ मकै खाऊ है खाऊ। हेर्नु न यहाँ चाहिँ यस्तो जूमा आएको है। यो रोमानियाको क्लोज नपोका अनि यता माथि क्या। हामी त जङ्गल धेरै टाढा रहेछ है यो जूमा। यो जूमा चाहिँ यस्तो राम्रो राम्रो त्यो यसको नाम के अरे त्यो उयो होइन? यो त भेडा त होइन नि। यता आइज अझ मकै खुवाउँछु ल। लु यो बच्चाहरूलाई चाहिँ त्यो खानै दिँदैन क्या यो बुढी माउले। यसको आमाले त्यो बच्चाहरूलाई चाहिँ माया लाग्दैन, बच्चाहरूको माया लाग्दैन। खालि ती मात्र खानुपर्छ। लु ऊ फेरि अनि त्यो आमा नै आइपुग्छ क्या। कस्तो राम्रो ठाउँ रहेछ क्या, रमाइलो है। एकदम राम्रो लाग्यो है साथीहरू। जङ्गलको बिचमा रहेछ। यहाँ चाहिँ यस्तो त्यसलाई नि खुवाउनु न। लु खाऊ। ऊ फेरि अनि यो आउँछ क्या। यो बाख्रा हो बाख्रा है। है बाख्रा नि कस्तो। ल यसलाई नै अलिकति मकै दिनु पर्यो। लु छैन अब भयो। बाख्रा पनि कति थरीको, यो एउटा थरी रहेछ उता अर्को। लु तिमीलाई नि लु एउटा
ओ त्यहाँनिर त घोडा रहेछ है। आम्मामामा ऊ त्यहाँनिर त के हो त्यहाँ? उता चाहिँ घोडा रहेछ। घोडा पनि कति थरीको हौ। मकै पनि सकिन गयो। यति छ गाइस। कस्तो राम्रो उयो रहेछ यार ठाउँ। जङ्गल 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 जङ्गल। छ होला नि त यहाँ त अब जूमा त सबै थोक। हामीले त टाइगर पनि हेरेको छैन है। टाइगर आम्मामा के छ? मगरी मगरी आम्मामा के हो गाइस यहाँ त्यहाँ त्यो घोडा पनि कति थरीको हौ। त्यो साथीहरू साध्य छैन। गर्मी के गर्मी गर्मी कति गर्मी छ। गर्मी भइरहेको छ। यसको चाहिँ के हो नाम? बाख्रा जस्तो छ तर के हो यता आइज यता आइज न। अलिअलि खाऊ। मकै नै सकिसक्यो तिमीहरूले दिँदै दिँदै। लु अब छैन। घोडा के घोडा गाइज। ओए यो घोडा त निस्किन पो लाग्यो त नि। थरी थरीको रहेछ घोडा नि। यो एउटा घोडा भयो। यहाँ घोडा भयो यो। घोडा नि उता चाहिँ अर्को थरीको यहाँ अर्को थरीको 1 2 3 4वटा। आम्मामामा कराउन पनि के हो। यहाँनिर जङ्गलै जङ्गल छ है। त्यो चाहिँ के हो यो? यसको नाम चाहिँ के हो रे? ए अस्ट्रिच। बिर्स्यो हौ नेपालमा पाउने ठाउँ अस्ट्रिच। यता आइज। यहाँ चाहिँ अस्ट्रिच रे अस्ट्रिच। ए के हो? ड्रोमाइनस के हो यस्तो यहीँको भाषाको नाम छ है। जिप्रे जेप्रे। ओ त्यहाँ यता आइज। यसलाई नि मकै। तिनीहरूलाई मकै खुवाउँदै खुवाउँदै यति छ अब चाहिँ। यति छ साथीहरू मकै यति छ। बा यो त के हो यस्तो? आम्मामा यसको नाम के हो? ओ यो त के हो यस्तो? आयो 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 आयो। ल यसले त के हो? कत्रो ठुलो त नि यो। हेलो गाइस। त्यो खानेकुरा ल्याउनु नि दाइ। यसले खुवाउने हो? हात टोक लाए। ओए हात टोक्छ होला म त डर लाग्यो। यसलाई चाहिँ हातले दिने काम चाहिँ राम्रो होइन। आम्मामामा है के रहेछ यसमा? खोइ कस्तो बिरालो जस्तो देखिरहेछ नि। ए उताबाट हो त्यहाँ पछाडिबाट जाऊँ त। बाघ त कति सानो हो। बिरालो जस्तो देखिरहेछ नि। अच्छा कति सानो बाघ। ओए बाघले त मुत्यो त नि। वन चितुवा रहेछ यो। यो चाहिँ के हो?
ओहो पाबो के हो क्रिस्टाटुस के बुट्टामा चढेर दिएको तपाईँले ल हुन्छ है यो चाहिँ यस्तो बुट्टामा चढेर बसिरहेको रहेछ लु 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 तिमीलाई तिम्रो नि एउटा पोज आयो लु तिम्रो पनि मेरो ब्लगमा एउटा पोज आयो है लु मजाले रुखमा बसिरहेको रहेछ बसला यो चाहिँ मयूर है गाइज मयूरको पार्क हेर्नुहोस् ओ मयूरजी हेर्नु 3टा 4वटा रहेछ ऊ त्यहाँ नि बसिरहेको रहेछ लो मयूरको फोटो पनि आयो यहाँ आम्मामा क्या खतरा बसिरहेको हेलो मयूरजी आम्मामा मयूरको त के हो यस्तो चलाएर हिँडिरहेको यो गाडी जस्तो कि ट्र्याक्टर जस्तो के हो यो घामले उन राम्रो नै आएन के घाम भएर बुझे यो चाहिँ के हुँदा यस्तो आमामा आयो है आयो यो यिनीहरू यसको नाम चाहिँ के रहेछ आमामा कस्तो डर लाग्यो मेरो छेउमा आउँदा त लु तपाईँको पनि अबे खानेकुरा देखेर होला लु यसरी आइरहेको छ आइज यस्तो त फेरि मलाई त हात टोक्छ कि भनेर तपाईँले दिनु डर लाग्यो खाँदैन रहेछ एउटा खाँदैन रहेछ हेर्नु यो जेरप ए के अरे यसको नाम जेब्रा कि यो चाहिँ जेब्रा ओ जेब्राजी के छ त्यो अर्को चाहिँ उयो सेतो ओ जेब्रा आयो जेब्राले मलाई लखेट्यो साथीहरू अब चाहिँ लागेको अब अर्को जनावर हेर्नतर्फ लागेको साथीहरू है ए दाजुभाइहरू अगाडि पुगिसक्यो यहाँ म चाहिँ यो हिलले खुट्टा दुखेर हिँड्नै सकिरहेको छैन क्या यो साथीहरू हेर्नु यो घामले भएर अलि राम्रो देखेन क्या सिनहरू घाम नभएको भए गाइज यस्तो राम्रो दामी सिन देखिन्थ्यो यस्तो कि आया थकै लाग्यो यहाँ चाहिँ बाघ हेर्न जानु पर्यो बाघ चाहिँ यहाँ रहेछ साथीहरू है ओ त्यहाँ लुकिरह यहाँ आउनु पर्यो देखाउँदैन यहाँ लुकिरहेछ हेलो टाइगर चितुवा कि बाघ अघि तलको चाहिँ त्यो सानो यो चाहिँ माथिको के अरे ठुलो बाघ रहेछ चाहिँ घोडा यो घोडा हेर्न त है कत्रो घोडा त नि आम्मामा के साह्रो हेरेर ओहो घोडाले त मलाई त यहाँ नि छ अनि यहाँ भित्र नि गोरु गोरु अबे कहाँ नमस्ते टाइगर चितुवा अहिले चाहिँ बल्ल उठेछ हेर बल्ल उठेछ अहिले चाहिँ यस्तो भइरहेको
यसरी बसिरहेछ यो टाइगर चितुवा चाहिँ। नमस्ते। हो खुट्टा दुखेर गाइस मेरो चाहिँ यहाँ खुट्टा दुखेर मर्न लाग्यो घुम्दा घुम्दै। के गर्नु घुम्न पनि मन लाग्ने है। मेरो चाहिँ खुट्टा दुख्यो। ओ बाजे के छ खबर? ए साथीहरू यहाँ चाहिँ चराको उयो रहेछ कि कस्तो राम्रो चरा। सुगा है यो चाहिँ सुगा रहेछ। सलुट सुगा। कसो बोल्ने अरे म त कस्तो टर्यो। सलुट सलुट बोल्ने रहेछ नि। हेलो सुगा सलुट कसो बोल्ने रहेछ नि। सलुट सलुट मजाले बसिरह। सलुट सलुट सलुट। अघिको त्यो साउन्ड आएको भए त हुन्थ्यो है फेरि नि गरिराख्नु पर्यो। सलुट सलुट। सुगा यता चाहिँ सानो होला है हैन। यो चाहिँ खरायो रहेछ है। खरायो क्या हो कस्तो दामी के यस्तो दामी क्या दामी ठाउँ रहेछ नि। दामी दामी चराहरू यहाँ। अब चाहिँ साथीहरू हामी यो भर्याङ चढ्दैछौँ है। यो भर्याङ चढेर के रहेछ यो माथि चाहिँ हेर्न जानु पर्यो। ए यहाँ त तातो रहेछ। के हो यो कुखुरा हो नि? कुखुराको चल्ला। ओहो मङ्की 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 मेरो साथी यहाँ रहेछ। हेर्नु न हेर्नु साथीहरू मङ्की। हेलो मङ्की सलुट। तल झोर है तल झोर। ए यो चाहिँ के हो बिरालो जस्तो हो त्यहाँ हगिरागी क्या हो। ओइ सलुट 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 सलुट। अझै चराहरू यहाँ छ है हेर्नु न क्या दामी गरी बसिरहेको। अर्कै सुगा यहाँ। कराउँदो रहेछ है यो त कति कराउन सकेको। कुखुरा भाले यो चाहिँ कुखुरा भयो। ओहो कुखुरा कुखुरा कराउँछ भाले के साह्रो कराएको। अब भाइ कराउनु फेरि पनि छ फेरि। सेतो कुखुरा रहेछ यो चाहिँ। प्रद कति हो हेर्ने र नि। सेतो हेर्ने हो कि रातो हेर्ने हो कि भाले हेर्ने हो कि। अनि यो चाहिँ परेवा हो यो परेवा हो हेर्नु।
कस्तो खालको कुकुर है यहाँनिर त कुकुर पनि अर्कै खालको ओ माइ गॉड मेरो साथै गयो कुकुरले मेरो साथ त गयो गाइस जनावरहरू हेर्न त मन लाग्छ कि हैन जनावरले हाउ 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 गरे नि तर्सिने अनि त्यो हुन्छ नि बाँदरहरूले उयो गरे नि क्या टोक्न खोज्दा पनि त्यो झम्डिन खोज्दा पनि क्या डर तर्सिने क्या चाहिँ जिराफ कि जेब्राको उयो पिक्चर के अरे उयो गरेको खरायो हेर्नु न गएछ अब चाहिँ यो खरायो पनि सेतो र कालो ओ खरायो मकै खाँदै रहेछ अब मकै लिएर आएको नि सकिहाल्यो हिल जबल लगाएर आएको साथीहरू म त हिँड्न नसक्ने अवस्था भयो मेरो खुट्टा खुट्टै साथीहरू है हामीले जू घुमिसक्यो अब चाहिँ हामी निस्किन लाग्यो यो जूको चाहिँ उयो गेट हो अब हामी बाटोमा सिनहरू देखाउने छु जू घुमेर फर्किँदैछु है साथीहरू गाडीमा छौँ हामी चाहिँ बाहिरको सिनहरू है कस्तो राम्रो क्रिस्मा बनेका कताबाट घुम्छ कताबाट घामै छ हो घाममा घाम लाग्यो घामैलो यहाँ चाहिँ मेरो आवाज चाहिँ सानो आयो होला गाइज क्रिस्मा बनेका फाइनली साथीहरू जो घुमेर चाहिँ घर आइपुग्यो है यति धेरै हिँड्यो कि मेरो चाहिँ स्यान्डलले धोका दिएर है हिलवाला स्यान्डल लगाएर गएको अब त्यति धेरै हिँड्नुपर्छ भनेर मलाई त थाहा पनि छैन है थाहा भएन है अनि सोचेको पनि थिएन त्यति धेरै हिँड्नुपर्छ बाटोमा भनेर अनि जसो तसो दुःख कष्ट गरेर चाहिँ गाडी चढेर हिँड्दै गरेर बल्ल गाडी चढेर चाहिँ गाडी पाएर गाडी चढेर चाहिँ यहाँ आइपुग्यो है साथीहरू अनि अब चाहिँ आराम गर्छु यति भन्दै मेरो ब्लगलाई यही इन गर्छु है साथीहरू सबैजना धेरै धेरै माया मिठो सम्झना है लभ यु अल बाई बाई